यो एउटा मेरो सानो कथा, मेरो मनको कुरा मेरो साथीप्रति। मेरो एकजना साथी थिए, त्यसको नाम म अहिले भन्दिनँ। ऊ र म धेरै मिल्ने गर्थ्यौँ। मभन्दा 1 वर्ष सानो थिए। ऊ क्लास 11 मा हुँदा म 12 मा थिएँ अनि त्यस्तै हामी सानैदेखि मिल्दै आएको थियौँ। ऊ धेरै मिल्ने गर्थ्यो मसँग, म नै धेरै मिल्ने गर्थेँ। हामीले कति त्यस्ता क्षणहरू बितायौँ होला, कति धेरै त्यस्ता गल्ती गर्यौँ होला, त्यसको कुनै निशानै छैन। एक दिन त्यस्तै बित्दै जाँदै थियो, हामी दुई घुम्न निक्ल्यौँ। त्यहाँनेरि हामीले धेरै मोज मस्ती गर्यौँ, घरबाट भागेर गएको थियौँ। अनि कति खेप त हामीले कति झुट बोल्यौँ होला, कति ढाँट्यौँ, कति के चाहिँ गरेनौँ होला हामी दुईप्रति। तर जब मेरो 12 सक्ने बेलामा जब म कोचिङ गएँ, त्यहाँबाट ऊ र म साथ थिएनौँ र पनि फोनमा बातचित हुँदै गर्थ्यो। तर उसले सायद मबाट इच्छा हराएछ क्या हो, उसले बाटो मोडी, उसले नयाँ साथी बनाएछे। त्यो साथी मेरो जग्गामा आएर उसले मेरो जग्गा उसलाई दिछ, जुन चाहिँ मैले कहिले सपनामा पनि सोचेको थिइनँ, तर मैले विपनामा देख्न पुगेँ। धेरै तकलिफ भयो जब आफ्नो सबैभन्दा ठुलो इमानत, जसलाई सबैभन्दा ठुलो सबै थोक मानिसकेको हुन्छ, आफ्नो प्राणभन्दा प्यारो आमा बाउ, दाजु बहिनी, दिदीहरू भन्दा नि प्राणभन्दा प्यारो गरेर आफ्नो साथी बनाएको हुन्छ, उसैले मन तोडिदिँदाखेरि त साँच्चै मनै कटक्क हुँदो रहेछ। साँच्चै मनै कटक्कै हुँदो रहेछ। धेरै सम्पर्क गर्न ट्राई गरेँ, तर त्यो कस्तो क्षण होला जब आफ्नै साथीले त्यस्तो गरिदिँदाखेरि साँच्चै मेरो त मनै कटक्कै भयो। कति रोएँ, उसलाई सम्पर्क गर्न ट्राई गरेँ है। तर यस्तो हुँदो रहेछ जब आफूले आफ्नो ठानिसकेको हुन्छ, उसको बिछोड, उसलाई छोड्नु पर्दा साँच्ची म आमासँग कहिले त्यसरी नरुने मान्छे, आमालाई अँगालो हालेर रुनु पर्यो। त्यहाँबाट आमाले मलाई सान्त्वना दिनुभयो, छोरी नगर, तेरो लागि आमा भने पनि मै हुँ, साथी भने त साथी है भनेर आमाले ट्यालो मलाई। धेरै पीडा हुन्छ जब त्यस्तो दिन आउँछ। त्यसै भएर मैले आजदेखि चाहिँ ट्रस्ट